आज नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेको विश्लेषण गरौँ। नेप्सेको उतार चढाव निकै नाटकीय छ, तर यसको पछाडिको खास कारण के हो त? हो, यसको जवाफ अङ्कमा होइन, लगानीकर्ताको भावनामा छ। मूल्यको चाल मनोविज्ञानले निर्धारण गर्छ। यसलाई बिहेभियरल फाइनान्स भनिन्छ। यसले बजारको डर र लोभको चक्रलाई बुझाउँछ। नेपालमा लगानीकर्ताहरू अक्सर केही मनोवैज्ञानिक जालमा पर्छन्, जसले बजारलाई असर गर्छ। एक विश्लेषकले भने जस्तै वित्तीय विश्लेषण सँगसँगै मानव व्यवहार बुझ्नु पनि उत्तिकै जरुरी छ। जब धेरै लगानीकर्ता एउटै भावनामा बहकिन्छन्, यसले बजारमा एउटा ढाँचा बनाउँछ। यो भनेको ठूलो उतार चढावपछि अरू ठूला उतार चढाव आउनु हो र शान्त अवधिपछि फेरि शान्ति छाउनु। अनुसन्धानले के देखाउँछ भने नेपाली बजारमा राम्रो खबरभन्दा नराम्रो खबरको असर धेरै हुन्छ। यसको मतलब नराम्रो खबरको झट्का बजारमा लामो समयसम्म रहिरहन्छ। त्यसो भए मनोविज्ञान बाहेक नेप्सेको चाल अरू के कुराले अनुमान गर्छ त? एक दशकको तथ्याङ्क हेर्दा ब्याजदर र नेप्से बीच बलियो सम्बन्ध देखियो, तर सुनको मूल्यसँग भने देखिएन। छोटो अवधिको ब्याजदरले नेपाली शेयर बजारको दिशा निर्धारण गर्न ठूलो भूमिका खेल्छ। यो सबै बुझेपछि 2025मा नेपालमा लगानीको लागि के उत्तम होला त? हरेक सम्पत्तिको प्रतिफल, तरलता र जोखिमको स्तर फरक हुन्छ। सबैभन्दा राम्रो छनौट त लगानीकर्ताको लक्ष्य र जोखिम लिने क्षमतामा नै भर पर्छ। धेरैजसो अनुभवी लगानीकर्ताहरू एउटामा मात्र सीमित रहँदैनन्। उनीहरू जोखिम र प्रतिफललाई सन्तुलनमा राख्छन्। त्यसैले बजारमा सफल हुन दुईवटा कुरामा पोख्त हुनुपर्छ। पहिलो, वित्तीय तथ्याङ्क बुझ्नु र दोस्रो, मानव स्वभावलाई बुझ्नु। त्यसो भए सबैभन्दा ठूलो जोखिम बजारमा छ कि हामीभित्रै?